यो राजा वीरेन्द्रको बारेमा भए पनि आजसम्म कुनै पनि लेखक, राजनीतिज्ञ, इतिहासकार र स्वघोषित देशभक्तहरूले पनि बोल्ने र लेख्ने हिम्मत नगरेको कुरा, अनि आफूले सपोर्ट गर्ने पार्टी, संस्था या विचारको विपरीत हुने ठानेर बाहिर नल्याएका केही कुराहरू खोतलेर ल्याएको छु आज मैले। देशमा एकदलीय निरङ्कुश पञ्चायती व्यवस्था थियो, बोल्न र लेख्न पाइँदैन थियो। हाम्रा त्यागी नेताहरूले संघर्ष गरेर जेल नेल सहेर जीवन बलिदान दिएर आएको बहुदलीय व्यवस्था हो यो। बाहिर सुनिने कुराहरू यिनै हुन्, तर यसमा बाहिर सुनिएको भन्दा पनि भित्र नसुनिएका र गुदी कुराहरू धेरै छन्, बेग्लै छन्, जो आजको भिडियोमा बताउँदैछु। पुरै भिडियो हेर्नु होला। विशेष गरेर इन्डियाले किन राजा वीरेन्द्रलाई मन पराउँदैन थियो, इन्डिया र वीरेन्द्रको बीचमा त्यस्तो के भएको थियो, त्यसको चिरफार गर्नेछु आजको यो भिडियोमा। सधैँ झैं यो भिडियो पनि खोजपूर्ण छ, एउटा बेग्लै एंगलबाट त्यो बेलाको वस्तुस्थितिलाई केलाएको छु मैले। यसमा सकेसम्म निष्पक्ष हुने कोसिस गरेको छु। कुनै पक्ष, पार्टी, विचार या वादतिर नलागिकन मात्र नेपाली भएर यो भिडियो तयार गरेको छु मैले। आउनु सुरु गरौं नेपाली राजनीतिको र देशको हराएको या लुकाइएको इतिहासको एउटा टुक्रा, त्यो एंगलबाट यो भिडियोलाई सुरु गरौं। बेलायतको इटन कलेज, अमेरिकाको हार्वर्ड युनिभर्सिटी र जापानको युनिभर्सिटी अफ जापानबाट अध्ययन सिद्ध्याएर जब नेपाल फिर्ता आए राजा वीरेन्द्र, त्यसको केही वर्षमै उनका बाबु राजा महेन्द्रको मृत्यु भयो। साल थियो विक्रम सम्वत 2028 अर्थात ईस्वी सन् 1972। मैले यो भिडियोमा बताए अनुसार 2008 मा इन्डियाको इशारामा राजा त्रिभुवनले ल्याएको इन्डियनहरूलाई सजिलो पर्ने नागरिकता कानूनको 2018 मा खारेजी, नेपालमा क्याम्प नै खडा गरेर बसेका इन्डियन सैनिकहरूलाई नेपाल बाहिर लखेट्नेदेखि लिएर इन्डियाको कडा विरोधको बावजुद अरनीको राजमार्ग बनाउने सम्मका भारतलाई रिस उठ्ने काम महेन्द्रले एकपछि अर्को गर्दै गएका थिए, जसको चर्चा मैले यो भिडियोमा पहिल्यै गरिसकेको छु, हेर्नु होला। यसैसँग सम्बन्धित एउटा कन्स्पिरेसी थ्योरी पनि छ कि राजा महेन्द्रको कालगतिले मृत्यु भएकै होइन, इन्डियाले मारेको, तर प्रमाण छैन। त्यो प्रमाण नभएको कुरातिर अहिले नजाउँ। महेन्द्रदेखि रिसाएको इन्डिया वीरेन्द्र आएपछि केही आफ्नो पक्षमा काम होला कि भन्ने आशामा थियो, तर एकपछि अर्को गर्दै वीरेन्द्रले चालेको कदमले इन्डिया झन क्रुद्ध हुँदै गयो। राजा महेन्द्र हुँदै नेपालको उत्तरी क्षेत्र र विशेष गरी मुस्ताङमा तिब्बती विद्रोही समूह खाम्पाहरूको विस्तार हुँदै थियो, जसलाई अमेरिका र भारत मिलेर प्रयोग गर्दै थिए चीन विरुद्ध प्रयोग गर्नको लागि। नेपाललाई युद्ध मैदान बनाउने तयारी हुँदै थियो त्यहाँ। चीनले बारम्बार नेपाल सरकारसँग त्यो खाम्पा विद्रोह दबाउनको लागि अनुरोध गरेको थियो, तर कुनै पनि काम लागिरहेको थिएन। झण्डै झण्डै मुस्ताङ त्यो बेलामा नेपालबाट टुक्रिन सक्ने स्थितिसम्म पुगिसकेको थियो। विदेशीहरूले सैनिक क्याम्प नै खडा गरेर बसेका थिए त्यहाँ, जसको चर्चा मैले यो सगरमाथा बारेको भिडियोमा पनि गरेको छु, त्यो हेर्नु होला। वीरेन्द्रले राज्य सम्हालेको 2 वर्षभित्रमै अर्थात सन् 1974 मा वीरेन्द्रले कडा सैन्य कारवाही गरेकै कारणले गर्दा खाम्पा विद्रोह जादु जस्तो लाग्ने गरी समाप्त भएको थियो नेपालमा। यहाँ खाम्पा मात्रै होइन,